हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई फर्स्ट मिनी भ्लग। र आज चाहिँ ट्वाक्क अमिलो पिरो चटपट बनाऊँ है। र मैले यहाँ चटपटको लागि सस बनाउँदैछु। पानीमा मैदा र फुड कलर राखेर त्यसपछि चाहिँ मैले चटपटलाई चाहिने एकदमै आवश्यक आलु काटेँ। अनि त्यसपछि आलु काटिसकेपछि मैले छिटछिटो गर्दै चाहिँ यहाँ प्याज पनि काटेको छु। मलाई चाहिँ चटपटमा प्याज राखेको चाहिँ अलि धेरै मनपर्छ। अनि त्यसपछि प्याजपछि मैले काँक्रा काटेँ। काँक्रा पनि एकदम धेरै मनपर्छ। अनि काँक्रापछि टमाटर पनि काटेँ मैले, मलाई टमाटर राखेको मनपर्छ। अनि त्यसपछि पिरो बनाउनको लागि चाहिँ मैले चाहिँ यहाँ हरियो खुर्सानी काटेँ। अनि त्यसपछि छुट्टाउनै नहुने धनिया स्वादको लागि। अनि त्यसपछि मैले लसुन पनि काटेँ, किनकि मलाई लसुनको स्वाद आयो भने एकदम मिठो लाग्छ। अनि त्यसपछि मैले एउटा बाटामा अघि मैले काटेको काँक्रा, प्याज, धनिया सबै कुरा मिक्स गरेँ। त्यसपछि केराउ हालेँ, त्यसपछि मैले वाइवाई चाउचाउ हालेँ, त्यसपछि हल्का नुन हालेँ, त्यसपछि मैले तेल हालेँ। तेल हालेपछि मैले चाउचाउको खुर्सानी हालेँ। अनि त्यसपछि मैले चाउचाउको मसला हालेँ, अमिलोको लागि चुक हालेँ। अनि त्यसपछि मैले अघि बनाएको सस राखेर मोलेँ। अनि त्यसपछि मैले त्यसमा भुजा पनि एड गरिदिएँ। अनि यो चाहिँ एकदमै मसला फ्री चटपट हो। मैले चाहिँ कुनै पनि मसला युज गरेको छैन। हेर्नुहोस् त कस्तो राम्रो देखियो। अनि फाइनली हाम्रो चटपट चाहिँ यस्तो देखियो। अनि हामी चाहिँ गर्मी भएको भएर चिसोसँग चेस्ट गर्दै खाएँ।